यो जिन्दगी देखिनु
कर लाग्छ मरौ भने काल आउँदैन, बाँचौ भने बाँचे जे भएको छैन। के गर्ने हजुर, सबैजनाले माया गरिदिनु होला, साथ दिनु होला, सपोर्ट गरिदिनु होला। धन्यवाद। सबैलाई नमस्कार। म सुचेत बहादुर केसी। मेरो घर दाङ जिल्ला शान्तिनगर गाउँपालिका 5 रगैचा। सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार नमन। यस्तै रहेछ जिन्दगी, यस्तै रहेछ चाहना, यस्तै रहेछ मनका इच्छा, कहिले पनि पुरा हुन सक्ने रहेनछ। तपाईहरूले गर्दा यहाँसम्म म आज हरेक इच्छाहरू, हरेक चाहनाहरू पुरा गर्न गइरहेको छु। सबैजनाले यो भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु होला, लाइक गरिदिनु होला, भिडियो फुल वाच गरिदिनु होला। सपाङ्गले नै अपाङ्गलाई साथ दिनुभयो भने अपाङ्गता भएका मान्छेहरू धेरै अगाडि बढ्न सक्छन्, माया गर्न सक्छन्। आज तपाईँहरूलाई एउटा सानो छोटो मिठो गीत गाउन गइरहेको छु। पक्का पनि भिडियोलाई फुल वाच गरिदिनु हुनेछ। छापुला बनाएमा निष्ठुरीले छाडेर गइहाले सम्झना मनैमा, निष्ठुरीले छाडेर गइहाले सम्झना मनैमा। सबैजनाले धेरैभन्दा धेरै माया गरिदिनु होला। 2081 सालमा जे जस्ता अधुरा कामहरू भए पनि प्रयासमा गएर पुरा हुन्, सबैको इच्छा चाहना पुरा होस्। हार्दिक मङ्गलमय शुभकामना। थ्याङ्क यू सो मच। भिडियोलाई माया गरिदिनु होला। धन्यवाद।